नमस्कार। नमस्कार। अलिक साह्रो भनिदिनु। नमस्कार। यहाँको शुभ नाम के पर्यो? म दिगबहादुर लिम्बू, हजुर नेपाली काङ्ग्रेस मोरङको जिल्ला सभापति, हजुर यो क्षेत्रको निवर्तमान सांसद हो, हजुर पूर्व मन्त्री, हजुर घर लेटाङ। अहिले चुनावी माहौल कस्तो छ मोरङमा? चुनावी माहौल अब बिस्तारै बिस्तारै तातिँदैछ। ताति कसका पक्षमा तातिँदैछ? त अब हामी त पार्टीको उम्मेदवार, हाम्रो उम्मेदवारकै पक्षमा तातिन्छ भन्नु पऱ्यो नि त। तातिनको लागि त हजुर अब चुनावी माहौल चाहिँ अब सबैले आफ्नो दावा गर्छन्। हजुर अब म नेपाली कङ्ग्रेसको चाहिँ कार्यकर्ता भएको हिसाबले हजुर आफ्नै पार्टीको उम्मेदवारको पक्षमा माहौल तातेको देख्छु म। अब अरू चाहिँ बिस्तारै बिस्तारै अरू टाइम छ, काम गर्दै जाने। साङ्गठनिक अवस्था कस्तो छ त मोरङका सबै क्षेत्रमा? साङ्गठनिक अवस्था हिसाबले हामीसँग अब चाहिँ तल वार्डदेखि माथिसम्मकै सङ्गठनको संरचना छँदैछ। हजुर तर अब सङ्गठन सबै ठाउँमा एकनासको छैन। हजुर कहीँ चाहिँ सशक्त छ, कहीँ चाहिँ मध्यम टाइपको छ, कहीँ चाहिँ अब अलिक चाहिँ शिथिल भएको अवस्था पनि छ। अब त्यसलाई सुधार गर्ने क्रममा छौँ। अब भेटघाट गर्ने, अब सम्पर्क अफिसहरू चाहिँ स्थापना गर्ने, अब सबै साथीहरूको बिचमा उम्मेदवारलाई पुर्याउने क्रममा हामी गइरहेका छौँ। बिस्तारै बिस्तारै माहौलहरू बन्दैछ। 6वटा क्षेत्रमध्ये कतिवटा क्षेत्रमा नेपाली काङ्ग्रेसले जित निकाल्ने आशा गर्नुभएको छ यहाँले? अब सकेसम्म त 6वटा क्षेत्रमा विजय गर्ने हाम्रो चाहिँ लक्ष्य हो। अब जनताको चाहिँ अब कति विश्वास गर्छन्, जनताले कति भर गर्छन् भन्ने कुरा हो। र अब 6वटै क्षेत्रमा हामीले चाहिँ एउटा समान ढङ्गले हाम्रो प्रक्रियाहरू गतिविधिहरू अगाडि बढिरहेको अवस्था छ। त्यस कारण अब हाम्रो दावा चाहिँ अब सबै क्षेत्रमै छ। तर अब जनताले कति स्वीकार गर्छन् भन्ने विषय चाहिँ अब हामीसँग केही टाइम छ, त्यो टाइमभित्र हामी सुधार गर्छौँ। र मलाई विश्वास छ कि यस पटकको निर्वाचनमा चाहिँ नेपाली कङ्ग्रेसलाई चाहिँ जनताले विश्वास गर्छन् भन्ने मलाई चाहिँ म विश्वस्त छु। नेपाली काङ्ग्रेसले जित्नुपर्ने आधार चाहिँ के त? नेपाली कङ्ग्रेस चाहिँ अब लोकतान्त्रिक पार्टी चाहिँ एउटा चाहिँ पुरानो जुन के अरे राजनीतिक सङ्गठन हो, जसले यो मुलुकको स्वतन्त्रतादेखि लिएर अहिलेसम्म देशको विकासदेखि लिएर चाहिँ के अरे समग्रतामा राष्ट्रियतालाई बलियो बनाउने कुरादेखि समग्रमा जे कुराहरू चाहिँ आवश्यक छ ती बारेमा चाहिँ नेपाली कङ्ग्रेसले निरन्तर 2003 सालदेखि अहिलेसम्म काम गर्दै आएको राजनीतिक सङ्गठन हो। त्यसैले चाहिँ अब जनताको समस्या पनि थाहा छ, जनताको चाहिँ कठिनाइहरू पनि नेपाली कङ्ग्रेसलाई राम्रोसँग जानकारी छ। त्यसैले त्यो समस्याहरूलाई समाधान गर्नको निमित्त नेपाली कङ्ग्रेसले अहोरात्र प्रयत्न गरिरहेकै छ। यद्यपि सबै समस्या समाधान भइसक्यो भन्ने होइन, त अहिले पनि चाहिँ अब सुकुम्बासी समस्या हामीसँग जस्ताको तस्तै छ, किसानहरूको समस्या छ, मजदुरहरूको समस्या छ। त्यो सबै समस्यालाई समाधान गर्नको निमित्त फेरि पनि नेपाली कङ्ग्रेस प्रयत्नशील छ। अब हामी बिस्तारै चाहिँ त्यो समस्यालाई चरणबद्ध रूपमा चाहिँ के अरे सरकारमा रहँदाखेरि पनि चाहिँ प्रयास गरेको, सरकारमा नहुँदा पनि त्यसको समाधानको निमित्त प्रयत्न गरेकै हो। त्यो समस्यालाई समाधान गर्नको निमित्त चाहिँ काङ्ग्रेस प्रयत्नशील छ। त्यसैले ती समस्याहरू, ती मुद्दाहरूको आधारमा नेपाली कङ्ग्रेसले नै गर्छ भन्ने जनविश्वास अहिलेसम्म हामीले प्राप्त गरेका छौँ। र यसपटकको निर्वाचनमा पनि नेपाली कङ्ग्रेसले नै चाहिँ कामहरू व्यवस्थापन गर्न सक्छ, समाधान गर्न सक्छ भन्ने विषयमा चाहिँ जनताले चाहिँ के अरे त्यो महसुस गर्छन् भन्ने हाम्रो विश्वास छ। यो विशेष महाधिवेशनबाट उत्पन्न विवादले यो नेपाली काङ्ग्रेसको यो चुनाव यात्रा सहज असहज कस्तो हुन्छ जस्तो लाग्छ? अब यसलाई विवादको रूपमा लिइरहनु हुन्न भन्ने लाग्छ मलाई। एउटा चरण के अरे पुरा भएर चाहिँ हामी अर्को चरणमा प्रवेश गरिसकेको अवस्था छ। त्यसै कारणले अब नियमित महाधिवेशन र विशेष महाधिवेशन भनेर यसलाई विवादको विषय बनाउनु हुन्न। अहिले नेपाली कङ्ग्रेस चाहिँ निर्वाचनमा घुमिएको छ, त्यस कारण आफ्नो उम्मेदवारहरूलाई चाहिँ विजय गराउनको निमित्त लाग्ने र भोलि यो विषयमा छलफल गर्न सकिन्छ नि। निर्वाचनपछि पनि हामी समीक्षा गर्छौँ, सघन रूपमा पार्टीमा समीक्षा गरेर छलफल गरेर चाहिँ के अरे कहाँनिर ठिक भयो, कहाँनिर बेठिक भयो भन्ने विषयमा छलफल गर्ने ठाउँ छँदैछ। तर अहिले निर्वाचन भएको कारणले गर्दाखेरि निर्वाचनमा हामीले उम्मेदवारहरू जब पार्टीले पठाइसकेपछि उम्मेदवारलाई विजय गराउने चाहिँ पहिलो लक्ष्य हो। त्यसकारण त्यो विवादको विषय बनाउनु हुन्न भन्ने मलाई लाग्छ। अब यो यहाँ त एक समय पूर्व सभापति शेरबहादुर देउवाको धेरै प्रिय पात्र हुनुहुन्थ्यो। गगन थापालाई सभापति मान्न यहाँलाई कुनै हिचकिचाट छ कि छैन? मलाई व्यक्तिगत रूपमा मलाई त्यस्तो केही पनि छैन। मोरङले त विशेष महाधिवेशनबाट निर्वाचित भएर आएका सबै साथीहरूलाई स्वागत गरेर वेलकम गरेर पार्टीको एक ढिक्का भएको कुरा चाहिँ जिल्लाले सन्देश दियो। अब तपाईँहरूले पनि यही ढङ्गले अगाडि बढ्नुपर्छ भनेर हामीले अनुरोध गरिसकेका छौँ कि जुन अरू जिल्लामा त्यो काम हुन सकेको छैन। मोरङले त्यो कुरालाई चाहिँ के अरे स्वीकार गर्यो, स्वागत गरिसकेको अवस्था छ। त्यस कारण हामीलाई कुनै समस्या छैन। भनेपछि मन वचन कर्मले यहाँहरूले गगन कुमार थापाजीलाई सभापति मान्न कुनै अप्ठ्यारो मान्नु पर्ने अवस्था छैन?
छैन। होइन आइसक्यो, सभापतिको रूपमा आइसक्यो, प्रक्रिया अगाडि बढिसक्यो भने अब मान्छु मान्दैन भन्ने विषय होइन। हजुर अब सभापतिको रूपमा चाहिँ अब विशेष महाधिवेशनले स्थापित गरिसकेपछि अब आजको मितिमा उहाँ हो सभापति। कि त राजनीति छोड्नु पऱ्यो। हजुर राजनीति गऱ्यो भने त एउटा प्रक्रियाबाट चाहिँ आइसकेपछि त्यसलाई मान्दिनँ भन्नुहुन्न। अब सभापतिको रूपमा चाहिँ उहाँलाई स्वीकार गरेर मलाई चाहिँ त्यस्तो के अरे अन्ठ्याउनुपर्छ भन्ने मलाई लाग्दैन। अब यो नयाँ शक्तिहरूको उदयले यो नेपाली काङ्ग्रेसको विजय यात्रालाई कहाँ अवरोध गर्छ? अनि नयाँ शक्ति उदायो भन्दा पनि नयाँ शक्तिले के गर्यो भन्ने कुरा महत्त्वपूर्ण विषय हो कि मुलुक जलेको अवस्था छ। मुलुक जल्दै गर्दाखेरि चाहिँ कसको भूमिका के रह्यो भन्ने कुरा त चाहिँ खुल्दैछ नि। त्यसकारण जनताले त्यो विषयलाई जतिखेर बुझ्छन् हजुर त्यतिखेर चाहिँ नेपाली कङ्ग्रेस चाहिँ के अरे यहाँ चाहिँ यसै पनि चाहिँ जिम्मेवार राजनीतिक सङ्गठन भएको हुनाले नेपाली कङ्ग्रेस स्थापित छँदैछ, स्थापित अरू हुन्छ भन्ने मलाई विश्वास छ कि नयाँ राजनीतिक शक्तिहरूले चाहिँ जुन भत्काउने डढाउने कामभन्दा त बढी के गरेको छैन नि त। अहिले त आफैको विवादले आफैभित्रको द्वन्द्वले गर्दा त खुल्यो नि त। कसले चाहिँ के अरे सिंहदरबार जलायो, कसले सर्वोच्च अदालत जलायो, कसले चाहिँ सरकारी चाहिँ कार्यालयहरू जलायो भन्ने कुरा त पुष्टि भइसक्यो नि त। त्यो त नेपाली जनताले देखिसक्यो नि त। यो आन्तरिक डर चाहिँ छ कि छैन त? चुनावमा अब यो कतिपय पार्टीको पक्षमा जुन हावा बगेको छ त्यो हावाले चाहिँ हामीलाई उडाउँछ भन्ने यहाँलाई छ कि छैन? अनि त्यो चाहिँ नेपाली जनता चाहिँ सचेत छन्। हजुर नेपाली जनताले जुन हावाको भरमा चाहिँ सबैले मतदान गर्छ भन्ने छैन। म एउटा कुरा तपाईँलाई स्मरण गर्न चाहन्छु कि युक्रेनमा राष्ट्रपति छनौट गर्दाखेरि चाहिँ यो भ्लादिमिर जेलेन्स्कीलाई त्यहाँको जनताले चुने। आज युक्रेनको अवस्था के भयो त? युक्रेन त समाप्त भयो नि त। त्यसकारण अहिले जुन खालको चाहिँ एउटा परिस्थिति निर्माण गर्न खोजिएको छ त्यो नेपाली जनताले चिनेनन्, नेपाली जनताले बुझेनन् भने युक्रेनको घटना चाहिँ नेपालमा नदोहोरिएला भन्न सकिँदैन। त्यसकारण हामी सचेत छौँ र नेपाली जनता सचेत छन् र मलाई लाग्छ नेपाली जनताले चाहिँ बुझेरै मतदान गर्छन्, बुझेरै नेतृत्व स्थापित गर्छन् भन्ने मलाई विश्वास छ। त्यसकारण अहिले नै आत्तिनुपर्ने अवस्था छैन। अहिले पनि हामीसँग महिनौ दिन समय छ। हामी केही सुधार गर्छौँ र नेपाली जनताको बिचमा यी विषयहरू लिएर जान्छौँ र नेपाली जनताले त्यो विषयलाई चाहिँ गहन रूपमा हेरिरहेको अवस्था पनि छ। त्यो विषयलाई चाहिँ नेपाली जनताले चाहिँ एउटा विश्लेषण गरेर चाहिँ ठिक बेठिक उहाँ छानबिन गरेर चाहिँ मतदान गर्छन्। त्यतिखेर नेपाली कङ्ग्रेस चाहिँ नेपाली जनताको छनौटमा पर्छ भन्ने मलाई विश्वास छ। त्यसकारण अहिले नै जुन खालको माहौल ठाउँ ठाउँमा देखिन्छ त्यसैमा आत्तिहाल्नुपर्छ भन्ने छैन। राजनीतिमा यस्तो हुन्छ, तर त्यसको व्यवस्थापन गर्ने दायित्व नेपाली कङ्ग्रेसको हो, सङ्गठनको हो। त्यसको लागि हामी लाग्छौँ। अब यो नेपाली काङ्ग्रेसहरू एमालेहरूले चाहिँ हिजो शासन सञ्चालन गर्ने क्रममा त्रुटि गरेका कारणले यो परिवर्तनको पक्षमा हावा बगेको कुरा चाहिँ स्वीकार्नुहुन्छ कि स्वीकार्नु न त? होइन, अब परिवर्तन मान्छेले स्वाभाविक रूपमा खोज्छ नि त। मान्छेले चेतनशील प्राणी भएको हुनाले चाहिँ नयाँ कुराको खोजी गर्छ, नयाँ परिवर्तनको चासो राख्छ, जिज्ञासा राख्छ, स्वाभाविक हो। र पुराना दलहरूले केही नेतृत्वले केही चाहिँ कमी कमजोरी गरेकै अवस्था पनि छ, त्यसलाई सुधार गर्ने हो। अहिले नेतृत्वबाट कतिपय विस्थापित भइसकेको अवस्था छ। नयाँ नेतृत्व ल्याउँछौँ भनेर हामीले जनताको बिचमा गइसकेका छौँ। त्यसकारण हिजोको कमी कमजोरीहरूलाई करेक्सन गर्ने हो। हिजोको गल्ती अबको नेतृत्वले दोहोऱ्याउनु हुन्न, त्यसबाट हामीले सिक्ने हो। भनेपछि विगतमा हामीबाट गल्ती भएको कुरा त्यो कमी भयो भन्ने कुरामा तपाईँलाई कुनै अफसोस छैन नि? होइन, विगतमा भएका केही कमी कमजोरीलाई हाम्रो गल्ती भयो भनेर चाहिँ निर्धक्कसँग जनताले भन्नुपर्छ कि जनतासँग ढाँटेर त हामी अगाडि जानै सक्दैनौँ। त्यसलाई कसरी सच्याउने त गल्तीलाई? गल्ती भएकोलाई चाहिँ भोलि छानबिन गरेर चाहिँ धेरै ठुलो अपराध भएकोलाई त कारवाही गर्ने, कानुनी कारवाहीमा गर्ने, कानुनको दायरामा ल्याउने, करेक्सन गर्ने, त्यो पनि हो। र नेतृत्वबाट विस्थापित गर्ने कुरा जुन भएको अवस्था पनि छ त्यो पनि एउटा सुधारको एउटा चाहिँ माध्यम हो। त्यसकारण विभिन्न चरणमा हामी काम गर्दै जाँदाखेरि चाहिँ काङ्ग्रेसको नेतृत्वमा बसेर भएका कमी कमजोरीहरू सुधार गर्दै जान्छौँ र भोलि चाहिँ पार्टीभित्र पनि शुद्धिकरणको अभियान चाहिँ चल्छ र भोलि चाहिँ कानुनले चाहिँ वर्जित गरेको काम गरेको मान्छेलाई कानुनको दायरामा ल्याउनु पर्ने पनि हुन्छ। त्यसकारण त्यो विषयहरूलाई चाहिँ अब हामी चाहिँ के अरे काम गर्छौँ, त्यो विषयमा आवाज उठाउँछौँ र कमी कमजोरी चाहिँ ढाकछोप गर्नुहुन्न र गल्ती कमी कमजोरी भयो भने चाहिँ त्यसलाई चाहिँ गल्ती भयो भनेर सहज स्वीकार गरेर सुधारेर जान्छौँ भनेर जनतालाई भन्नु किन लजाउनु पऱ्यो, किन डराउनु पर्दैन? होइन, काङ्ग्रेसको वा एमालेको कुनै भ्रष्टाचारलाई कारवाही गर्ने भयो भने सरकारले त्यसलाई प्रतिशोध प्रजातन्त्रमाथिको हमला भन्ने गरिएको छ नि त। भ्रष्टाचार गरेका मानिसहरूलाई कानुनको दायरामा सरकारले ल्याउँछ भने त्यो हाम्रो समर्थनै हुन्छ। शेरबहादेउमा पर्नुभयो भने तपाईँहरू अन्यथा मान्नुहुन्न नि? होइन, कानुनको दायरामा आउनुभयो, छानबिन गर्दा दोषी ठहरिनु भयो भने त त्यसमा आपत्ति मान्नुपर्ने कुरै छैन नि त। हजुर। र एउटा कुरा चाहिँ नेपाली कङ्ग्रेसले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो के अरे महत्त्वपूर्ण संवैधानिक आयोगको कानुन बनाएर आफ्नै मन्त्रीहरूलाई चाहिँ जेल हालेको, आफ्नै भ्रष्टाचार गरेका मन्त्रीलाई थुनेको इतिहास त जीवितै छ त। त्यसमा काङ्ग्रेसले डराउनु पर्ने, कसैको चाहिँ के अरे बारेमा कुरा उठ्यो भने हामीले चाहिँ के अरे ढाकछोप गर्नुपर्ने कुरै आउँदैन। यो गल्ती छ भने कानुनको दायरामा ल्याउनु पर्यो।
यो जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई नेपाली काङ्ग्रेसले आत्मसात गरेको छ कि छैन वा त्यो आत्मसात गर्नका लागि नेपाली काङ्ग्रेसले के गर्नु पर्यो त अब दायित्व त बढेको होला अनि ठिक छ सुधार गर्ने कुरा जुन उठेको छ नि भ्रष्टाचारको कुरा सुशासनको कुरा स्थायी सरकारको कुरा उठिएको छ त्यो विषयलाई चाहिँ नेपाली काङ्ग्रेसले अङ्गीकार गर्नुपर्छ त्यसलाई सुधार गर्दै त्यही ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने नै हो अब त्यसमा चाहिँ राम्रो कुरालाई नेपाली काङ्ग्रेसले सदैव चाहिँ आत्मसात गर्छ यहाँ अन्त्यमा यहाँ खेलकुद मन्त्री हुँदाखेरि चाहिँ यो आफ्नो क्षेत्रको वा मोरङमा चाहिँ के कस्ता अलिकति बढी आफ्नो जिल्लालाई माया त गर्नु होला के कस्ता संरचनाहरू निर्माण भयो वा के भयो मैले समग्रतामा जिल्लाको भन्दा पनि देशको लागि चाहिँ यो राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने कुरामा चाहिँ निर्णय गरेको जस्तो विराटनगरलाई चाहिँ अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने भरतपुरलाई अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने काठमाडौँको मुलपानीमा अन्तर्राष्ट्रिय चाहिँ क्रिकेट रङ्गशाला बनाउने र त्रिभुवन युनिभर्सिटी जुन टियुको खेल मैदानको क्रिकेट रङ्गशाला कम्प्लिट गर्ने त्यो महत्त्वपूर्ण निर्णय गरे हो तर अब जिल्लाको हकमा चाहिँ के अरे बजेट अर्काले बाँडिसकेको थियो बजेट बाँडे ठाउँै थिएन पछि बाँडे ठिक्क पारेको थियो निस्किहालेँ बजेट अर्काले बाँड्यो त्यस कारण बजेटको हिसाबले मैले त्यति ठुलो गर्ने ठाउँ पनि थिएन तर देशको लागि चाहिँ राष्ट्रिय गौरवको योजनाहरू चाहिँ निर्णय गराएर राख्ने कुरा सफल भएको छ खेलाडीहरूले पाउनुपर्ने जुन पुरस्कारको रकम त्यो वर्षौँदेखि चाहिँ पाउन सकेको थिएन त्यो सबै नियमावली संशोधन गरेर चाहिँ खेलाडीले पाउने व्यवस्था मिलाएर आएको अवस्था छ राष्ट्रिय खेलकुद परिषदको चाहिँ के अरे वर्षदेखि भनौँ न 28 वर्षदेखि एउटै पदमा काम गरेको कर्मचारीहरू थिए बिचरा पीडितहरू उनीहरूले सबैलाई एक तह बढा गरेर चाहिँ 341 जनालाई चाहिँ एक तह बढा गरेर चाहिँ उनीहरूको चाहिँ के अरे वृत्ति विकासको निमित्त काम गर्दै म आएको छु त्यसकारण राष्ट्रिय रूपमा केही कुरा राम्रो कुरा मैले सुरुवात गरेको पनि छु तर जिल्लागत रूपमा पैसा बाँड्ने अवस्था थिएन पैसा बाँड्ने अवसर थिएन त्यसकारण बजेटको हिसाबले मैले धेरै ल्याउन मैले सकिनँ फेरि यो उम्मेदवारका रूपमा दोहोरिने इच्छा यहाँको थियो कि थिएन यो मोरङ निर्वाचन क्षेत्रमा मैले दोहोरिने त राजनीति गर्ने मान्छेले त स्वाभाविक त चासो त राख्छ नि तर पनि मैले उम्मेदवार पाउनुपर्छ भनेर मैले कहीँ लबिङ पनि गरिनँ पार्टीले दिन्छ ओके दिँदैन भने मैले कुनै गुनासो पनि राख्दिनँ म त्यो लबिङ पनि गरि हिँडिनँ मैले अहिले अब टिकट पाउनुभएको उम्मेदवारलाई यहाँको सम्पूर्ण सहयोग रहन्छ पूर्ण सहयोग रहन्छ पार्टीको चाहिँ उम्मेदवार हो नि अरू मैले सोध्न छुटाएको यहाँले भन्न छुटाउनु भएको केही कुरा छ कि ठिकै छ फेरि बिचबिचमा भेट हुन्छ अब तपाईँहरूसँग भेटेर फेरि संवाद गरौँला न धन्यवाद सर अर्को एउटा कुरा मैले थपिहालेँ यो कतिपय काङ्ग्रेस कार्यकर्ताहरू पनि यो घन्टी भनिराखेका छन् वा अरू कुनै शक्ति उज्यालो नेपाल फलानु पार्टी भनिराखेका छन् उहाँहरूलाई चाहिँ के सन्देश छ अब पार्टीभित्र के असन्तुष्टि भएको हिसाबले चाहिँ अब साथीहरूले के ठाउँमा उठाउनु होला तर पनि सबैलाई भेटेर सम्झाइ बुझाइ गरेर चाहिँ उहाँको गुनासो सुनेर पार्टीको पक्षमै लाग्ने वातावरण हामी निर्माण गर्छौँ अब त्यतापट्टि चाहिँ के अरे अब असन्तुष्टि व्यक्त गर्छन् नि काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएको हुनाले असन्तुष्टि तुरुन्तै व्यक्त गर्ने चलन छ काङ्ग्रेस त जनताको पार्टी हो नि त त्यस्तो जनताले एकैसँग लेफ्ट राइट गर्ने कानुनको दायराभित्र बसिराख्ने त्यो अवस्था पनि छैन स्वतन्त्र पनि छैन त अभिव्यक्तिको स्वतन्त्रताको लागि चाहिँ नेपाली काङ्ग्रेसले जुन लडाइँ लडेको छ नि त बोल्न पाउँछ विरोध गर्न पाउँछ तर अब ल यसो होइन साथी अब चाहिँ यसो नगरौँ है भनेर पार्टीले फेरि समायोजन गरिसकेपछि साथीहरू त्यहाँ फर्किनुहुन्छ र पार्टीको पक्षमा उहाँले काम गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ अब नेपाली काङ्ग्रेसले केही गल्ती गरेको अघि भन्नु पनि समीक्षा गर्नुपर्छ भन्नुभयो नि त्यो गल्ती गरेको कुराको अंशियार चाहिँ तपाईँ हो कि त्यसबाट भाग्नुहुन्छ तपाईँ मेरो भागमा परेको म जिम्मा लिन्छु म सधैँ भनिरहेको छु आज तपाईँसँग भेट भयो कि मेरो भागमा परेको म जिम्मा लिन्छु हवस् धन्यवाद ल धन्यवाद जय नेपाल